यो चाहिँ फ्रोजन हो काम गर्ने ठाउँ हैन। यहाँ हेर्न सक्नुहुन्छ सन्दीप छ यहाँ होम। लेकिन ये साला कर क्या रहा है यहाँ पे? राख्ने कामै यही छ क्या यहाँ जोस् काम गर्न ठिक छ हैन। हिँड्ने छ फेरि यस्तै हो। देख यार यस्तो काम हुन्छ यहाँ जस सब फ्रोजन हो। यो फ्रोजन डिपार्ट हो। एउटा निवेश भाइ पनि छ यता। म चाहिँ देखाइदिन्छु होइन तपाईँहरूलाई। टक्कै यो फ्रोजन हो यो सब्जी। मैले काम गर्ने ठाउँ चाहिँ यही नै हो होइन। यहाँ एउटा मेरो एउटा भति छ यहाँ हेर भति यही हो। अब त्यहाँ सेक्युरिटी हुँदा चेक गर्दै सब काम गर्ने ठाउँ यही नै हो। हामी नेपालीले 300-400 जना नेपाली छ सब यहीँ हो ल। बादलु त्यहाँ छ होइन। जोस् यतातिर यहाँ हेर्न सक्नुहुन्छ मासु पनि त यस्तो जति खाए पनि छ होइन। मासु नै टक्क केटाहरू यस्तो छ सब यहाँ यस्तो काम गरिरहेछ ल। अब जस्ट छुट्टी हुने बेला भइसक्यो हाम्रो नि। अब जस्तै बेलुका 7-8 बजिसक्यो। अब यहाँ अब उहाँ पुग्दा गर्दा त 9-10 बज्छ रुम पुग्दा। मासु चाहिँ कुन आइटमको खाने होइन यसो कमेन्ट गरौँ न। कुन आइटम बिफ होइन त बिफ हो यो बिफ जुन आइटम खाए नि छ ल। छुट्टी भइसक्यो अब बोकाहरू होइन। सबमा चाहिँ बोकै बोका हो यो। मेन भने ब्याडे बोको यो। त्यो अब पछाडिसम्म छ पछाडि सब देखे यहाँ आँखाले भ्याउँदै सबै हो। हामीसँग काम गरेर यो दाइ चाहिँ अलिक छुट्टै हुन्छ क्या। ऊ छुट्टै पाराको छ मान्छे। अब जस्ट हामी चाहिँ त्यस्तो पाराको होइन। ऊ चाहिँ अब अलिक छुट्टै पाराको मान्छे रहेछ। यो म बोले गर्छु चाहिन्थेको त्यही हो। अब यहाँ बस त्यहाँ लिएर नै हिँडिरहेको छ कि। अब यस्तो ठेली गाडा साडा सब 2 जना अगाडि धेरै अगाडि गइसकेको छ। प्लस हामी चाहिँ अब अलिक पसिना छौँ। एउटा दाइ छन् त्यहाँ केही बोल्दैन त केटाहरू त जाने। अनि कस्तो लागिरहेको छ त भन नि केटा यसो मोर्से। यसलाई हेरिदिनु होला होइन कस्तो देखिरहेको थियो अघि भर्खर जस्ट। अब आज चाहिँ जस्ट हाफ ड्युटी थियो त्यो भएर चाहिँ अब छुट्टी भइसकेको छ। अहिलेको चाहिँ हाम्रो ठ्याक्कै 1 बजे छ। अब रुम पुग्दा 2 बज्छ। अब एकचोटि यसो यता त्यही हो। यस्तो म्यालिनीहरू छ हो भन्छ के भन्छ केही बुझ्ने होइन। गाडी नै आइरहेको छ पछि फेरि हामीलाई गाडी साडी दिएको छैनौँ अनि त्यही नै हो। लेकिन ये साला कर क्या रहा है यहाँ पे? पातलु रुक पातलु भन्दैछ कि मलाई एउटा मोरिससकै केटी चाहियो बिहे गर्छु होइन। अब आज अब हाफ ड्युटी के गर्ने प्लान छ त निवेश? अब यसो भनिदियो। यसो गएर अब वाइफाई गर्ने अनि टक्क लाएर सुत्ने। त्यही सुत्ने नै होइन त केटाहरूको त्यही हो पलानै त्यही हो क्या। छुट्टी भयो कि सुत्ने अब होइन। सकेसम्म एक पलानै त्यही हुन्छ क्या सुतिहाल्ने त्यो हुन्छ होइन। म अनि पछाडि त्यो केटाहरू भयो अहिले म एक्लै भइसकेँ। अब सब छोडिदिइसक्यो केटाहरूले। कोही यता आफ्नै पारामा हिँड्दैन म यता आफ्नै पारामा हो। केटाहरूलाई गेमकै कुरो हुन्छ क्या। यसो उसो गर गेममा चाहिँ अब यति गरेँ होइन। अब यति हाने थिएँ यति किल हाने होइन। अनि गेममा अब उनीहरूको गेमकै धुन हुन्छ क्या जस्ट। अब फेरि गेम मान्छेलाई जोमा जे इन्ट्रेस्ट छ त्यही नै हुन्छ। मलाई चाहिँ गेममा इन्ट्रेस्ट थिएन। अब त्यही हो। अरू सब अब अगाडि हिँड्दैछ केटाहरू हामी मात्रै हो पछाडि भनेको चाहिँ। युट्युब च्यानल नाम के छ भनेर चाहिँ म
मैले टिकटकमा लिङ्क राखिदिएछु गएर हेर्न सक्नुहुन्छ सबले। त्यही हो फाइनली अरू त केही छैन। हेल्प भन्दैछ उसले हेल्प गर्दै अब केटाहरूले गएर हेल्प हानिदिइसक्यो फेरि फाइनल्ली हाम्रो हेल्प पनि गरिदिनु केटाहरू त्यो नेपाली केटाहरू जे पनि गरिदिनु तयार छन् केटाहरूले होइन। हेल्प सेल्प सब हानिदिन्छ क्या केटाहरूले अब हेरौँ सब गर्छन् जस्ट केटाहरू दियोस् रमाइलो छ यतिसम्म हेल्प हान्दियो ओके भन्यो उसले नै होइन। त्यही हो अब मेरो त्यहाँ यसो टिकटकमा गएर लिङ्क छ राख्दैछु त्यहाँबाट युट्युबमा त गएर हेर्न सक्नुहुन्छ सब मोरिसियसको बारेमा। अब जस्ट भर्खर सुरुवात हो क्या यो सुरुवात मात्रै हुँदैछ यो कास्टिङ मात्रै हो पुरा फिल्म आउनु बाँकी नै छ तपाईँहरू हेर्दै जानु होइन। सबै कुरा तर अब त्यही हो मोरिसियसमा झ्याप्प कमाइ छ आउँ भनेर चाहिँ कसैको कुरा सुनेर नआउनु। हामी जस्तै ठाउँ बस्न गर्नलाई चाहिँ रमाइलो छ नेपाल सेम नेपाल जस्तै छ हावापानी नेपाल जस्तै छ हावापानी अब जाँड रक्सी सबै नेपालको जस्तै छ तर खाने मान्छे पनि नेपालको जस्तै छन् यहाँ पनि प्लस यस्तै त हो नि सबै केटाहरू अब अल्लाहरी केटाहरू होइन। धेरै जस्तो त उहाँ धेरै अगाडि पुगिसकेको छ नि हामी चाहिँ अब अलिक पछाडिमा अब कोही छैन ब्याक साइडमा अहिले ल अघिसम्म केटाहरू थियो अहिले सबजना अगाडि हिँडिसक्यो अब हामी मात्रै हो। आज टक्क रुम गएर अब कपडा सपडा धोएर टक्क नुहाइदिए गरेर अब आराम गर्नुपर्ने हुन्छ। भोलिदेखि फेरि कन्टिन्यू ड्युटी छ फुल ड्युटी गर्नुपर्छ। अब ड्युटी नै गर्न आएपछि ड्युटी त गर्नै पर्यो नै। अब हामी अब एकछिन पछि मेट्रो स्टेसनमा पुग्छौँ होइन त्यहाँदेखि अब मेट्रो स्टेसनको यसो भित्रको लेकिन ये साला कर क्या रहा है यहाँ पे बस्दै गर्नुहोस् भिडियो स्किप नगर्नुहोस् पुरा हेर्नुहोस् वाच गर्नुहोस् अनि हाम्रो हेमसरलाई सब्सक्राइब गर्नुहोस् सबैजनाले जस्तै हो सबजना गएर यसो टिकटकमा नि हल्का सपोर्ट गरिदिनु होला र प्लस त्यही गरिदिनु होला सबैजनाले। यो पातलु हो म मोटु अर्को छ यहाँ एउटा छोटु।